नमस्कार। आज हामी एउटा सुन्दर यात्रामा निस्कँदैछौँ। त्यो हो सरस्वती पूजाका 16 चरणहरूको यात्रा। यो एउटा यस्तो अनुष्ठान हो जसले हामीलाई ज्ञानकी देवीसँग अझ नजिकबाट जोड्छ। ल सुरु गरौँ है त। कुनै पनि शुभ कामको सुरुवात प्रार्थनाबाटै हुन्छ, होइन त? सरस्वती पूजाको यो सुरुवाती मन्त्रले साँच्चै हाम्रो मनलाई तयार पार्छ। यसले भन्छ कि हाम्रो भित्रको अज्ञानताको जडता हटेर जाओस् र ज्ञानको प्रकाश भित्र आओस्। अब यो यात्रामा अघि बढ्नुभन्दा पहिले हाम्री पथप्रदर्शक देवी सरस्वतीलाई अलिकति चिनौँ न। उहाँ ज्ञानकी देवी मात्रै होइन, हाम्रो सृजनात्मकता, सङ्गीत, कला यी सबैको स्रोत पनि उहाँ नै हो। अनि पूजा भनेको के हो त? यो उहाँप्रति हाम्रो आभार र सम्मान व्यक्त गर्ने एउटा माध्यम हो। यो जुन पूजाको संरचना छ नि, यसलाई षोडशोपचार भनिन्छ। संस्कृतमा यसको अर्थ हुन्छ 16 प्रकारका सेवा। यो सरस्वती पूजामा मात्रै सीमित छैन है। धेरैजसो हिन्दू देवी देवताहरूको पूजा गर्दा यही संरचना अपनाइन्छ। 16 यो सङ्ख्या मात्रै होइन, यी 16 चरणहरू नियमको सूची मात्र पनि होइनन्। यो त एउटा सुन्दर कथा जस्तै हो। सोच्नुहोस् त, तपाईँ आफ्नो घरमा सबैभन्दा आदरणीय पाहुनालाई स्वागत गर्दै हुनुहुन्छ। हो, हरेक चरण उहाँप्रतिको हाम्रो त्यही प्रेम र आदर देखाउने तरिका हो। ल, हाम्रो कथाको पहिलो अध्याय सुरु हुन्छ आवाहनबाट, अर्थात् निमन्त्रणा। यसमा हामी देवीलाई हाम्रो पूजा गर्ने ठाउँमा आउनुहोस् भनेर मनैदेखि अनुरोध गर्छौं। ठीक त्यसरी नै जसरी हामी कुनै प्रिय मान्छेलाई आफ्नो घरमा बोलाउँछौं। सबैभन्दा पहिले आवाहनम मार्फत हामी उहाँलाई हार्दिक निमन्त्रणा दिन्छौं। अनि उहाँ आइसक्नु भएपछि आसनम मार्फत फूलहरूले सजाइएको एउटा सुन्दर आसन चढाउँछौं। यो हाम्रो घर र हाम्रो मनमा उहाँको स्वागतको पहिलो पाइला हो। अब देवी उपस्थित भइसक्नुभयो। त्यसपछि हामी शुद्धिकरणको चरणमा जान्छौं। यहाँ चढाइने भेटीहरू बाहिरी सरसफाइको लागि मात्र होइनन् नि, यिनीहरूले हाम्रो मन र आत्मालाई पनि शुद्ध पार्छन् भन्ने विश्वास छ। हेर्नुहोस् है, पाद्यम भनेर हामी उहाँका खुट्टा धुन्छौं, अर्घ्यम भनेर हातहरू, अनि आचम्बनीयम भनेर मुख शुद्ध पार्नका लागि जल चढाउँछौं। यी सबै कामले के देखाउँछ भने हामी हाम्रो दिव्य पाहुनाको कति धेरै सम्मान र हेरचाह गर्छौं। त्यसपछि पालो आउँछ अनुष्ठानिक स्नानको। पहिले त शुद्ध जलले सामान्य शुद्धिकरण गरिन्छ, अनि पञ्चामृतले स्नान गराइन्छ, जसले पोषण र आशीर्वादको प्रतीकको रूपमा काम गर्छ। र अन्त्यमा चन्दन जस्ता सुगन्धित जलले दिव्य अभिषेक गरिन्छ। हरेक स्नानले हाम्रो भक्तिलाई झन गहिरो बनाउँदै लैजान्छ। पञ्चामृतको कुरा आयो। यो 5 अमृतको मिश्रण हो: दूध, दही, घिउ, मह र चिनी। यो केवल चढाउने वस्तु मात्रै होइन, यो त जीवनको पोषण, मिठास र समृद्धिको प्रतीक पनि हो। कति सुन्दर अर्थ छ, होइन? ल, शुद्धिकरणपछि अब के त? अब हामी देवीलाई श्रृङ्गार गर्छौं। यो चरण भनेको हाम्रो भक्ति र प्रेमलाई सौन्दर्यको माध्यमबाट व्यक्त गर्ने एउटा अद्भुत अवसर हो। हामी उहाँलाई नयाँ वस्त्र चढाउँछौं, चन्दनको लेप लगाइदिन्छौं, अनि सौभाग्यको प्रतीक मानिने बेसार र कुमकुम पनि चढाउँछौं। त्यसपछि सुन्दर गहनाहरू र ताजा फूलहरूले उहाँको दिव्य स्वरूपलाई अझै सुन्दर बनाउँछौं। यहाँ चढाइएको हरेक वस्तु हाम्रो गहिरो सम्मानको अभिव्यक्ति हो। अबको चरणमा हामी पूजालाई एउटा पूर्ण अनुभव बनाउन हाम्रा इन्द्रियहरूलाई पनि सामेल गराउँछौं। यसले एउटा यस्तो दिव्य वातावरण बनाउँछ जहाँ हामी देवीको उपस्थितिलाई अझ गहिरोसँग महसुस गर्न सक्छौं। धूपको मगमग बास्नाले हावालाई शुद्ध बनाउँछ। हाम्रो वरिपरि एउटा पवित्र वातावरण तयार हुन्छ। मानौ यो सुगन्धले हाम्रो प्रार्थनालाई देवीसम्म पुर्याइरहेको छ। त्यसपछि हामी दीप अर्थात् बत्ती बाल्छौं। यो केवल उज्यालोको लागि मात्र होइन, यो त अज्ञानताको अन्धकारलाई हटाउने ज्ञानको प्रकाशको एक शक्तिशाली प्रतीक हो। यसले हाम्रो आँखा र मन दुवैलाई आशाले भरिदिन्छ। नैवेद्य अर्थात् भोजनको भेटी, यो केवल खाना चढाउने काम मात्रै होइन, यो त हामीले पाएको पोषणको लागि धन्यवाद दिने तरिका हो र आफ्नो भोजनलाई देवीसँग बाँडेर त्यसलाई पवित्र बनाउने कार्य पनि हो। हरेक सुन्दर भेटको अन्त्य त हुन्छ नै। अब हामी पूजाको अन्तिम चरणमा आइपुगेका छौं। यहाँ हामी कृतज्ञता र सम्मानका साथ देवीलाई बिदा गर्छौं। हामी
आरतीको प्रकाशले उहाँको महिमाको गीत गाउँछौं, प्रदक्षिणा गरेर उहाँको वरिपरि घुम्छौं, फूलहरू चढाउँछौं र अन्त्यमा प्रणाम गरेर आफूलाई पूर्ण रूपमा समर्पण गर्छौं। यी सबै कामहरू हाम्रो मनैदेखिको धन्यवाद र गहिरो सम्मानका अन्तिम अभिव्यक्ति हुन्। र अन्तमा यो सम्पूर्ण यात्राले हामीलाई एउटा गहिरो प्रश्न सोध्न प्रेरित गर्छ। आखिर हाम्रो जीवनमा यस्ता अनुष्ठानहरूको भूमिका के हो त? शायद यी संरक्षित कार्यहरू केवल परम्परा मात्र होइनन्, बरु हाम्रो आस्थालाई गहिरो बनाउने र त्यो दिव्य शक्तिसँग जोड्ने माध्यम हुन्। यसमा एकपटक विचार गर्नुहोला।